हेलो गुड मर्निङ साथीहरु। आज घाम लाग्यो है। अब खाजाको टाइम भयो। कति महिना भयो? 6 महिना भयो। 4 महिना। अनि अब चाहिँ डेक्सनको ब्ल्याक कफी हैन, पिउँदै मशरुम पाउडर 1 चम्चा। खाली देखिन पनि खान्छन् त। अनि एस्पिरिना 4 ट्याब्लेट दिनको 4 ट्याब्लेट छ है। ब्रेकफास्ट सुरु भयो है। ब्रेकफास्ट यो चाहिँ चबाएर, यो ट्याब्लेट चाहिँ चबाएर पनि खान सकिन्छ हैन। तपाईले देख्नु होला। इदा के नखो? ह? इदा के? मेलाई पिला बि। अनि चबाएर खादा चाहिँ यस्तो हुन्छ, नुनिलो हुन्छ, एकदम मिठो हुन्छ। यो निल्न पनि सकिन्छ। चमाउँदा चाहिँ तपाईले चमाउँदा चाहिँ दाँतमा छिर्छ हैन, यस्तो छिर्छ। तर यसलाई चाहिँ नचबाई खाँदा नै अलिकति हुन्छ। मैले चाहिँ तपाईहरुलाई चाहिँ देखाएको मात्रै हो। खासमा चाहिँ म चबाएर खादिनँ, निल्छु हैन। यसमा चाहिँ दाँतमा पस्छ के चबाएर खाँदा चाहिँ। अनि त्यो भएको कारणले अझ अलिकति घाम लाग्ला जस्तो छ। पानी परिराखेको छ। कपाल पुरै सेतो भइसक्यो। बुढो भइयो, उन्नति प्रगति छैन। अनि त्यो भएको कारणले चाहिँ हाम्रो अब रोड 2 दिन भयो आज कम्प्लिट। अनि अब आज मिटिङ छ। अब ठक्कै 7 बजिसक्यो। अब साथीहरु आउँछ होला यही मेरो चौतारीमा मिटिङ गरेर पैसा कलेक्सन गरेर हैन। यस्तो जिन्दगी चल्दैछ। यो फार्म पनि साथीहरु, अब यो एग्रिकल्चर पनि ठिकै लाग्दैछ। एउटा मेरो भान्जा भाँडा धुँदै हाँस्दै छ यता हैन। ल ठिकै छ। मेरो च्यानललाई सपोर्ट गर्दै गर्नु होला। अलिक फुर्सद भएपछि तपाईलाई मनोरञ्जन, नलेजका कुराहरू हैन, डिरेक्सनका फाइदाका कुराहरू, ट्राभलका कुराहरू, लाइफका कुराहरू मशरुम पाउडरका फाइदा चाहिँ के हो भन्दाखेरिमा हाम्रो शरीरमा जति पनि रहेका विषादीहरू, टक्सिनहरू खोज्ने काम गर्छ र हाम्रो शरीरलाई चाहिने पौष्टिक आहार चाहिँ पूर्ति गर्ने काम गर्छ हैन। छोटकरीमा भन्दाखेरिमा जब हाम्रो शरीरले फ्याक्न नसकेको जुन विषादीहरू, टक्सिनहरू, फोहोरहरू, त्यो फोहोर नै लास्टमा अन्तिममा गएर रोग बन्ने हो हैन। त्यस्ताहरूलाई चाहिँ खोजेर जब खोजिसकेपछि हरेक कोषको लेभलबाट चाहिँ बाहिर फ्याक्ने काम गर्छ। यो चाहिँ रोगी मान्छेले नै मात्र खाने होइन, यो चाहिँ निरोगी व्यक्तिले पनि खान मिल्छ। किन भन्दाखेरिमा यो चाहिँ फुड सप्लिमेन्ट हो हैन। अनि त्यो हुँदाखेरिमा चाहिँ सकियो भने खाइराख्दाखेरिमा चाहिँ रोगहरूलाई चाहिँ लाग्दैन र हाम्रो इम्युनिटी पावरहरू चाहिँ एकदमै स्ट्रङ बनाउँछ, वृद्धि गराउँछ र हाम्रो जुन रोगसित लड्ने रोग प्रतिरोधात्मक क्षमतालाई चाहिँ वृद्धि गरेर चाहिँ एक्स्ट्रा एनर्जी प्लस गरेर चाहिँ हामीलाई चाहिँ रोग नलाग्ने साथै त्यस्ता कुनै पनि रोगहरू छ भने चाहिँ बिस्तारो तरिकाले चाहिँ यसलाई चाहिँ जुन रोगहरूलाई चाहिँ न्युट्रलाइज गर्दै बिस्तारो सुधार हुने काम गर्छ। स्पिरुलिना चाहिँ हाम्रो शरीरमा हैन नयाँ ब्लडहरू निर्माण गर्ने काम गर्छ र भिटामिन 12 प्लस यसले चाहिँ हाम्रो शरीरलाई चाहिँ एकदमै हाम्रो स्मरण शक्तिहरू वृद्धि गर्छ हैन। त्यो भएको कारण चाहिँ यसमा चाहिँ क्षारीय खाना भएको कारणले चाहिँ हामीलाई एकदमै फाइदाजनक छ। र ब्ल्याक कफी चाहिँ हामीले अब कन्टिन्यू अब यो त अब जतिखेर पनि अब पिउन मन लागेपछि जतिखेर पनि पिइराख्छु म चाहिँ। अनि यसका फाइदाहरू चाहिँ अब धेरै नै छ।
अनि त्यो भएको कारण चाहिँ तपाईँहरूले पनि यसो हैन चाहनुहुन्छ भनेदेखि सम्पर्क गर्नुहोला। मेरो सम्पर्क नम्बर चाहिँ 98 25 35 51 41 हैन। अनि त्यो भएको कारणले ब्रेकफास्टका हाम्रा गफगाफहरू कफी गफहरू यहीँ सकिएको छ भन्दै बिदा हुन चाहे। गुड मर्निङ, नमस्कार।